तपाईँ आफ्नी आमालाई गएर सोध्नुहोस्, आमा तपाईँ मैले के गर्दा खुसी हुनुहुन्छ भनेर। अनि तपाईँको आमाको जवाफ यस्तै केही आउन सक्छ, त जे गर्दा खुसी हुन्छस् म त्यसैमा खुसी हुन्छु। अब प्रश्नलाई अलिकति चेन्ज गरौँ, आमालाई सोध्नुहोस्, आमा तपाईँलाई केले खुसी दिन्छ। अब चाहिँ उत्तर टोटल्ली फरक आउनेछ। तँलाई मेरै वरिपरि देख्न पाउँदा म खुसी हुन्छु। सो हरेक आमाको सपना भनेको चाहिँ अल्टिमेटली आफ्नो सन्तानलाई आफ्नै आँखा वरिपरि देख्ने हुन्छ र म पनि चाहन्छु सम्पूर्ण नेपाली आमाहरूको चाहिँ सन्तानहरू आफ्नै आँखा वरिपरि बसुन् भनेर। त्यही भएर यो मदर्स डेको अवसरमा आमाहरूलाई सम्मान गर्दै मैले आमाको सपना भन्ने क्याम्पेन लिएर आएको छु। यस क्याम्पेन मार्फत म ती सम्पूर्ण आमाका छोराछोरीहरूलाई वर्क फ्रम होम गर्न सिकाउनेछु। यदि तपाईँ पनि वर्क फ्रम होम गरेर आफ्नै आमाका वरिपरि बसेर सपना पुरा गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ अहिले नै मलाई फलो गर्नुहोस् र तल कमेन्टमा आमा भनेर लेख्नुहोस्, अनि म तपाईँलाई लिङ्क सेन्ड गर्छु।